भोजपुर जान लाग्यो है मेरो चाहिँ फर्स्ट टाइम अब नयाँ एक्सपिरियन्स है अब त्यो डोमिनारमा के चाहियो यहाँ सास आयो मामाको चेकमा परियो। देख्नु भएको थियो कहिले यसरी माछाले ल्याउ खाएको यहाँबाट माल निस्किया रहेछ धेरै धन्यवाद। पूजाले खाइदिएर टुक्रा बनाइदिएको। पहिला खोला यहाँबाट यताबाट आउँथ्यो भने यताबाट आउँथ्यो भने अहिले खोला भनेको धन पारीबाट आउँछु पारी सारी उता उता भन्छ। हेलो गाइज नमस्ते अनि गुड मर्निङ। फेरि आज पनि ढोकदिया है। आज चाहिँ हामी चाहिँ राइडमा जाँदैछौँ। हाम्रो चाहिँ आजको राइड भनेको चाहिँ विक ब्रेक राइड छ अनि त्यही भएर चाहिँ हामी चाहिँ भोजपुर काठमाडौँबाट चाहिँ हामी भोजपुर जाँदैछौँ होइन। सिन्धुलीको बाटो हुँदै रोसीकोलाको बाटो हुँदै हामी चाहिँ भोजपुर पुग्छौँ। कहाँबाट पुग्छौँ भन्दा खोटाङ दिक्तेल अनि चखेवा यस्ता यस्ता ठाउँ हुँदै जान्छौँ र हेलो गाइस सबैलाई नमस्ते। अझै अब हामी चाहिँ उता भोजपुर जाँदैछौँ। योसँग मेरो चाहिँ दाइसँग दुईचोटि हुन्छ राइड लङ टुरको। अब के कसो हुन्छ अब बाटोतिर देखाउने नै छौँ हामी होइन। अब यसो नयाँ हुनुहुन्छ भने सब्सक्राइबर ठोकिहाल्नु होला है। लाइक सेयर सब्सक्राइब गरिदिनु होला है। हाम्रो चाहिँ यो चाहिँ के छ भने यो अस्तिको पनि हाम्रो अस्तिको राइडमा चाहिँ हामी 18 दिनमा घर आइपुगेका थियौँ। यसपालि चाहिँ खास हाम्रो एक हप्ताको हो होइन। एक हप्तामा चाहिँ अब जसरी भए पनि हामी चाहिँ फेरि रिटर्न टु होम हुन्छौँ है। ल गाइज हेर्दै गर्नु होला। शुभ यात्रा शुभ दिन हामीलाई। हेलो गाइज है सबैलाई नमस्ते। आज चाहिँ हामी कहाँ भोजपुर होइन भोजपुर जान लाग्यो है मेरो चाहिँ फर्स्ट टाइम अब नयाँ एक्सपिरियन्स है अब त्यो पनि डोमिनारमा के चाहियो डोमिनारमा अनि है मेरो चाहिँ अब आसिसक्यो अब बिदामा के गरौँ अब चल्दै गयो है। ल ल ल साथीहरू काठमाडौँको धुलो धुवा खानुभन्दा त हामी त एक हप्ताको लागि चाहिँ हामी गाउँतिर जाँदैछौँ। हामी गाउँतिर भनेको चाहिँ राइड एडभेन्चर एन्ड सर्भाइभल हुनेछ। त्यसमा फिसिङ होइन नाइट क्याम्पिङ लालीगुराँस मयौँ पनि जान्छौँ। ट्याम्के भनेको त अब हामी जाँदा जाँदै बाटोमा पनि भेटिन्छ। हामी अहिले काठमाडौँमा छौँ। आज बेलुकासम्म तपाईँहरूलाई म भोजपुर पुऱ्याउँछु है। ल अहिले चाहिँ हामी यहाँ धुलीखेल आइपुग्यो। धुलीखेलबाट चाहिँ चिया खाएर चाहिँ हामी चाहिँ यहाँबाट सिन्धुलीको बाटो हुँदै जान्छौँ। अब एकदमै तुवालो लागेको छ चिसो छ एकदम। यहाँ त्यो माथि धुलीखेलमा चाहिँ अहिले चाहिँ चिसो नै रहेछ। अब हामी यहाँबाट चिया नास्ता गरेर फेरि आफ्नो बाटो कस्तो हुँदैछ दाइ? एकदम रोमाञ्चक कति आज हामी 8 घन्टामा पुगिन्छ होला। जस 8 घन्टा लाग्छ। अब बिस्तारो भिडियो सिडियो गर्दै गयो भने अलिक टाइम लिएला। जिब्रो पनि गर्नुपर्ने हो। ल ल ल जाउँ जाउँ। यहाँ रोसी खोला आइपुग्यौँ है। रोसी खोलामा यो भत्केको बाटोको छेउमा आएको छौँ। डरले बाटो बनाउँदै गाडी कुदाउँदै गयो। यो चाहिँ होइन मैले अस्ति नै कहिले भयो दसैँमा मैले यो छोडेको थिएँ क्या। खाना खाने ठाउँ हो हाम्रो विशेष खाना खाने ठाउँ भनेको यहाँ सर्लाही होटेल छ। यहाँ सर्लाही होटेलमा यो चाहिँ अनि यो चाहिँ मैले अस्ति नै छोडेको थिएँ खाना खाँदा खाँदै
अनि अहिलेसम्म राखिदिनु भएछ उहाँहरूलाई धेरै धेरै मुसाले धन्यवाद मुसाले खाइदिएर टुक्रा बनाइदिएको सियो धागो लगाएर मस्त सिलाउने हो अनि फेरि लाएर हिँड्ने होइन यहाँबाट चाहिँ पहिला त यस्तो दामी हुन्थ्यो भ्युज हेर्दै खाना खानुलाई अहिले त यस्तो बनाइदिएको छ घर यस्तो छ लडेको छ यस्तो रमाइलो ठाउँ थियो कि यस्तो रमाइलो ठाउँ थियो पुरा कोसीको बगर छ यता पहिला खोला यहाँबाट यताबाट आउँथ्यो भने यताबाट आउँथ्यो भने अहिले खोला भनेको धम पारीबाट आउँछु पारी पारी उता उता जान्छ घर यस्तो छ घर बिगारिदिएर सबै गाडीले अझै यहाँ तल यहाँनिर तल त अझै के कसको ढुङ्गा कस्तो डर लाग्यो सिलाउने कार्यक्रम हुँदैछ माछा छ आलु छ अनि यो माछा अचार माछा चाहिँ अलि सानो सानो हो यता अन्डा खाजा खाँदैछौँ हामी अब लगायत ल हामी चाहिँ अहिले यहाँनिर त्यो के अरे ऐना मात्रै भएको ठाउँमा आएको छौँ यहाँनिर एकछिन बिसाएको हामी साथीहरू उर्कटबाट चाहिँ उता सिन्धुली गढीको बाटो नभइकन हामी यता घुमीको बाटो लागेका छौँ यहाँ अब चाहिँ यता चाहिँ रोड त्यति बिजी छैन अब नर्मलै नर्मल साथीहरू हामी चाहिँ अहिले सिलकसीको पुल आयौँ त्यो सिलकसी तरेर त्यहाँबाट फेरि अलिक अगाडि गइसकेपछि बाटोहरू फेरि छुट्टिन्छ र मासतिर नेपालीमा खान सोधेको भेटिएन त्यो पुरा बनाउने कार्यक्रम जारी हो क्या हो बनाएर रहेछ नि यता चाहिँ बाटो कस्तो हुँदैछ त कुदाइ हो हाँस उठ्ने हामी चाहिँ अहिले यहाँ जयराम घाटमा आइपुगेका छौँ जयराम घाटमा खाना लागेको छौँ अब खाना खाएर यहाँबाट चाहिँ हलेसी 35 किलोमिटर छ अब खाएर चाहिँ हामी चाहिँ त्यहाँबाट सुई फेरि हिँड्छौँ है माछा दाल खाँदैन मिठो हुन्छ नि यो दाल लोकल दाल हो मासु के भन्छ के
भन्ने उखान्थ्यो नि राजासँग बोल्नु छोडेर कामीसँग बोल्छु म भन्ने जस्तो उखान माछा खानु छोडेर म दाल खान्छु त माछा है एकदमै गर्मी रहेछ यहाँ अनि त्यहीबाट अब चाहिँ खानासाना खाइहाल्छ अब त्यहाँबाट हिँडिहाल्ने भागिहाल्ने दौडिहाल्ने गर्मी चाहिँ एकदमै निद्रा लाग्न थालिसक्यो खाना खाइसकेपछि फेरि निद्रा लागि पो हाल्छ राइड गर्नै सकिँदैन गएको जामा ठोकेछ स्कर्पियो र बस ठोकेछ हेटो नै झारिदिएछ स्कर्पियोबाट बसको त्यो निस्केछ आमा कस्तो अप्ठ्यारो ठाउँमा हो यो यतानिर प्रब्लम चाहिँ यस्तै हो क्या यता चाहिँ बाटो सानो हुन्छ क्या एकदमै त्यही भएर एक दोस्रो गाडी कटाउनलाई पनि ठुलो ठाउँ कहाँ छ भनेर खोजी चाहिँ उयो गर्नुपर्छ क्या कटाउनुपर्छ क्या यस्तो खालको ठाउँ बाटो छ अनि नठोकिस् नि कसरी यस्तै हो पाहाडको बाटोमा कहिलेकाहीँ ठोकिन्छ कसलाई मर्का पर्छ त्यस्तै हुन्छ ओहो बाख्राहरू बाख्रा चराउनु कुकुर पनि रहेछ साथीहरू अहिले चाहिँ हामी फाइनली चाहिँ यहाँ हलेसी आइपुग्यो हलेसी मन्दिर प्रवेशद्वार उता छ अब यतैबाट नमन गर्दै हामी चाहिँ अब तिक्तेलतर्फ जान्छौँ हलेसी चाहिँ हामी 2:47 आइपुगेका छौँ त्यही पनि हामी टुङ जाँदैछौँ फेरि अब हामीलाई त भोजपुर पुग्नु छ हाम्रो डेस्टिनेसन भनेकै भोजपुर हो स्टप रेकर्डिङ आधी घन्टा त्यस्तै मामाको चेकमा परियो राजकुमार विश्वकर्मा बागमती काठमाडौँबाट हामी चाहिँ भोजपुर जाँदै हो काठमाडौँबाटै आएको हजुर ल धन्यवाद यहाँ चाहिँ हामीले ड्रोन हान्ने खोजेको यो पाएको केही न केही त्यही पनि अहिले तुवालो छ के हान्नु हो नानु अब चखेवातिर गएर हान्दिउँ है चखेवामा क्याम्केको अनि आजको राइड कस्तो हुँदैछ आजको बबाल दामी छ तर यस्तो दुखेर त्यो धेरै पछि चलाएर क्या यस्तो पुरै दुखिरहेछ धेरै पछि लङ टुर तर हामी मजाले गइरहेको हो अनि त्यही भएर मलाई चाहिँ खासै त्यस्तो छैन अनि यता कस्तो छ कम्मर दुखिरहेछ कम्मर चाक सबै दुखिन्छ ढाड खुट्टा मिठो निद्रा आउँछ सब दुखिन्छ के भन्छ टुच्च लोकल हानेर सुत्दिने हो कि ल अब अहिले चाहिँ हामी यता आइसकेका छौँ यहाँ अब हामीलाई चाहिँ यहाँबाट जिक्तेल पुग्नलाई कति 10 किलोमिटर बाँकी भयो
यहाँ यसो ड्रोन हान्नु भनेको यो पाखामा के ड्रोन हान्नु अब उता चखेवातिरै गएर चाहिँ ड्रोन सट लिने प्लान गरेको हामीले अहिले यहाँ तुवालै छ काठमाडौँदेखिको तुवालोले हामीलाई छोडेको छैन अहिलेसम्म होइन सिन्धुलीमा डढेलो गएर रहेछ नि त सिन्धुलीमा डडेलो गएर चाहिँ अनि यस्तो भएको माछा पेट्रोल लाउँदै हो पेट्रोल अघि फुल हालेर आएको त्यहाँनिर दिक्तलमा आइपुगिन्जेलसम्म यहाँ चाहिँ लो फ्युल भनेर देखायो त्यही भएर हामीले चाहिँ फ्युल भरेको मेरो यो बाइकको माल निस्क्यो क्या बाहिर त्यही भएर यहाँ देखाउँला त्यो यो के भन्छ यहाँबाट माल निस्किया रहेछ त्यहाँ देखाउँ न ठिक छ नि थाकियो मजाले म त्यो एउटा बहिनीलाई उयो दिँदाखेरि त मजा बब्बाले यस्तो दुखेर एकछिनमै अब किनभने ब्याग यहाँ छ नि त टाइट बस्छ नि त्यही भएर यस्तो गाह्रो भयो हामीले चाहिँ हाम्रो एनएसको मोबाइल चुइरहेको थियो त्यही भएर यो बनाउन यहाँ ग्यारेज आएको अनि मैले चाहिँ यता तेल सेल हालेँ होइन तेल एकदमै सुक्खा भएको थियो तेल हालिदियो अनि अब त्यो स्मुथ हुन्छ हाम्रो साइड कसले चलाइदिने चलाउने तिमीलाई कतिको आनन्द आएको छ कि बिजोक रमाइलो भयो ठिक छ अनि तपाईँलाई नि ठिकै छ अब कतिको रमाइलो म त पहिलाको बाटो हिँडिरहेको हो यो ठिकै छ रमाइलो नै भइरहेछ हामीसँग चाहिँ हामी चाहिँ अहिले यहाँ भुलभुले मन्दिरमा आइसकेका छौँ अनि केटाहरू जाँदैछन् यहाँ माथि चाहिँ यहीँनिर उत्पत्ति भएको माछाहरू छन् अनि हामी त्यही माछा हेर्नुलाई चाहिँ जाँदै हो घन्टी बज्यो अनि त्यो माछाहरू म तपाईँहरूलाई देखाउँछु त्यहाँ माछा कति छ भनेर यति धेरै माछा छ कि यहाँ है असला होइन तर कस्तो नडराउने यता पनि छ यता चाहिँ फेरि मसिनो छ यहाँभन्दा उता चाहिँ माछा जाँदैन रहेछ यता चाहिँ मसिनो खालको छ यता पनि छ देख्नु भएको थियो कहिले यसरी माछा लिएर खाएको
माछा हेरेर कस्तो लाग्यो त एकदम बबाल छ तर एउटा माछाको यहाँ बाङ्गो देखेर म खत्तुमा लागिरहेको छु होइन त्यो बाहिरको खानेकुरा दियो भने चाहिँ त्यस्तो हुन्छ अरे क्या कस्तो पर्छ ठ्याक्क यो रुखबाट सिधाको भाग्यो हामी त्यहाँबाट जुत्ता माथि निस्किने हो भोजपुर सही छ यहाँ त भ्यू त सखेवा आइयो म चाहिँ अगाडि गएर रेस्ट गर्छु भनेर बसेको होइन तपाईँहरू त अगाडि आएको बाटो छिटो आएर हामी छिटो आयो अर्कै बाटोबाट छिटो आइदिएको नि त कहाँ तल पुग्यो होला नि अनि घुम्ती पऱ्यो नि मलाई म अस्ति त्यस्तै भएको त म अस्ति त्यस्तै भयो नि त्यो पुरा बर्खाको बेला आएको थियो नि म नि त्यस्तै भएको मुनिको बाटो आएको मुनिको बाटो आएको थाहा नभए चलाउनु मन लाग्यो अरे अहिलेसम्म पछाडि बसिरहेको थियो अहिले चलाउनु मन लागेर आयो टाढो टाढो थाकेर लोड भइरहेछ चिसो चिसो छ चिसोमा चिसो बियर ल चेस गाइज बियरको एडभर्टाइज गर्यो भनेर फेरि गोर्खा सरकारले जेल हाल्ला है हामीलाई फेरि त्यस्तो पो छ हाम्रो सरकार गाइज हामी चाहिँ यहाँ चखेवामा तातो चौचौ सुप हान्दैछौँ होइन के भन्छ विथ सुकुटी अब सुकुटी चाहिँ के को थाहा छैन बफै हुनसक्छ बफ हो कि बिफ हो थाहा छैन एकदमै जाडो छ चखियामा चाहिँ एकदमै जाडो छ होइन अनि हामीले चाहिँ यो बफ सुकुटी र चाउचाउ सुन्न लगाएर चाहिँ हामी खाँदैछौँ अनि कस्तो हुँदैछ त राइड कस्तो छ यहाँ सास आयो यहाँ सास आयो सासै गइसक्यो लटिक छ लटिक ल अहिले चाहिँ है 6:30 भइसकेको छ हामी चखेवामा आज खाएर हामी चाहिँ हिँडिसक्यौँ अब चाहिँ हामी घर चाहिँ 1 घन्टामा पुग्छौँ होला सायद 1 घन्टामा पुगिन्छ होला अब बिस्तारै जाने अब बाटो त यस्तो हो सबै अब पिचै पिच छ र साथीहरू हामीले चाहिँ रिमसिम भन्ने गाउँ टेक्यो है रिमसिम भन्ने गाउँ टेक्यो अब आइसक्यो भनौँ न अब त अनि अलिकति अलिक अगाडिबाट नै केन्द्रपट्टि लाग्नुपर्छ यहाँबाट चाहिँ केन्द्रपट्टि लाग्नु पऱ्यो अब चाहिँ उकालो अलिकति अफरोड छ जानु जाऊँ न आयो डबका लो डबका गाइस लोकल प्योर जाड कोजोको है ल है त घ्याम्पे सरप्पै सबै पारे है तपाईँहरू
यस्तो हुन्छ है यो प्योर कोदोको थाकेर आएको थियो सानीमाले माया गरेर दिनुभयो बनाइदिनु ठिक छ माया गरेको थिएन त्यो मलाई